नमस्कार तपाईहरुलाई फेरि आज नयाँ भिडियोमा स्वागत छ र आज चाहिँ हामी घुम्न जाँदै छौं कहाँ रे पर बेंगल सफारी है नानीलाई लगेर नानी बुढी र म र अर्को गाडी पनि पिछाडी आउँदै छ तर कहाँ आइपुगेको चाहिँ भन्न सक्दिन है र भिडियोको सुरुवातमै तपाईहरुलाई सबैलाई मेरो जति पनि अहिले भ्युअर्सहरु छ सबैलाई धेरै धेरै धन्यवाद है तपाईहरुले गर्दा धेरै भिडियोहरुमा भ्युजहरु जाँदैछ तपाईहरुले पनि देख्न सक्नुहुँदै होला र आजको भिडियोमा पनि यसरी नै माया दिनु होला र हामी भिडियो गर्दै जानेछौं देखाउँदै जानेछौं अगाडिको नजाराहरू बंगाल सफारीको र अहिले भन्दा चाहिँ हामी रोहिणी गेट आइपुग्नु लागेको छौं है र मसँग मेरो इबु र मेरो वाइफ पनि देख्नुहुँदैछ हामी चाहिँ घुम्नु गएको एलिफेन्ट हैन अहिले चाहिँ हामी रोहिणी गेट आइसकेको छौं तपाईहरुले हेर्दै जानुहोस् किन जानु जोडिन जानुहोस् हेट लाउनु पर्छ कसरी बस्दै गएर जाने बुद्ध भगवान नानी कहाँ गएको अरे अब हामी आज टाइगर हेर्नु टाइगर मात्र हेर्छौ लायन पनि हेर्छ एलिफेन्ट पनि हेर्छ अरे अन्त छ नि पुरा छ नि त्यहाँ गएर हेर्नुहुन्छ ल अहिले भन्दा चाहिँ हामी बेंगल सफारी आइपुगेको छौं यहाँ देख्न सक्नुहुन्छ अगाडि इबु पनि घुम्दैछ इबु मजा आउँदैछ पूजा पनि घुम्दैछ बेंगल सफारीको अगाडि अब चाहिँ यहाँ टिकट काउन्टर रहेछ टिकटहरु काट्न जाँदैछु म तपाईहरुलाई देखाउने छु र अहिले भन्दा चाहिँ हामीले टिकट लिइसकेको छु है टिकट चाहिँ एन्ट्री फी चाहिँ 50 रुपैयाँ रहेछ दुईजनाको 100 र यो चाहिँ ग्रान्ड सफारी एसी बस नानीहरूलाई गाडी एनिमलहरू हेर्नको लागि हामी पस्दैछौँ र यो चाहिँ एन्ट्री रहेछ यो चाहिँ टिकटहरू लिइसकेको छौँ दुईजनाको र अगाडि चाहिँ तपाईहरुले देख्नुहुँदैछ टोय ट्रेन पूजा र म पनि घुम्दैछु इभाना पनि घुम्दैछ टोय ट्रेनमा र इबु चाहिँ टोय ट्रेनमा घुम्दैछ टोय ट्रेनहरू हल्का रहेछ यहाँ है इबु बाई बाई कहाँ गएको ट्रेनहरू चाहिँ यसरी राखेको रहेछ मजाले टोय ट्रेनै रहेछ लु जाउँ यहाँबाट भित्र अरे गाडीमा गइहाल्नु अरे मजाको है तर रुकहरू What? इभाना के भन्यौ You want sand? You want to stand? बुई हुँदैन नानी You want to stand? अहिले भन्दा चाहिँ हामी बसमा चढिसकेको छौँ एसी बस चाहिँ यस्तो रहेछ है एसी बसमा चाहिँ पसिना हेर यहाँ अब चाहिँ हामी चाहिँ हिँडिसके गाडीमा बङ्गाल छ पुरा ढ्याङ्गै भरिरहेको छ इभाना पनि हेर्नु बसिरहेको छ चाहिँ अब चाहिँ यो बेंगल सफारीको भित्र हिँडिसकेको छौँ गाडी तपाईँहरूले देख्न सक्नुहुन्छ ड्राइभरहरू जङ्गलभित्र पसिसक्यौँ है भन्दैन जङ्गलभित्र पसि हामी भनेर अब चाहिँ टाइगरहरू आउँछ हो यहाँ त रहेछ त लायन हो लायन देख्यौ यहाँ देख्यौ कता हो बसिरहेको छ त देख्नु गरिदिउँ न लायन बाटोमा पनि भेट्छ अहिले बाटोमा पनि भेट्छ अब चाहिँ हामी लाइन हेरेर गइसके अब एकछिन छेउमै नि इबुले छेउमै देखिन्छ हेर्दैछ त मन पर्यो हेलो हेर्नु न अझै एउटा दुईटा थियो हैन को परेर रहेछ एउटा चाहिँ
नाही ना बाहेर छोटे त्याचे हॉर्न आहे ना तसे एक झाड झाडावर कशी खाजवते खाली देखील नानी बाहिरै रहेछ Touch the ground. छेउमा लग्यो छेउमा यता हेर नि यता यता चाङ्ला बन्द राख्यो देखियो वीर म छु नि कहीँ कहीँ गर्दैन भालु डान्स गर्दैछु देखियो इबु चिता हेर्दैछ हेर्दैछ ऊ चिता देख्यौ उठ्यो देख्यौ न नि वा देख्यौ इबु उभिएर हेर्छौ खुट्टामा आउँदैन यहाँ आउँदैन खुट्टामा जिउँछ न डोर क्लोज छ डोर विन्डो क्लोज छ हेर न उभिएर हेर न यताबाट हेर नि यताबाट देख्यौ के हो भन त के हो भन त इबु चिता हेर 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 गर्ला नि टाइगर बोल्न टाइगर वो तो जंगल का शेर है तो मांजर ध्रुव बघ ना खरंच कसा नजर मिळवतो अगर तो नाही राहिला टायगर कशी नजर मिळवते खरंच इभन बाई बाई गरिदेऊ न त अन्त अब चाहिँ टाइगरमा आयो टाइगर अब चाहिँ टाइगर देख्छ नि ल टाइगरको दैलो खोलिँदैछ गेट खोले हेर भाइ हामीलाई देखेर कस्तो राल छुट्यो गरम रहेछ एकदम ढोका म तल बस्छु एकदम ढोका यही हेर न हेर हेर माथि हेर न माथि साँच्चीकै हेर न सबै हेर्छ इबु देख्यौ भागमा आउँदैछ बसला बक्क कसा बस्छु बक्क एउटा पाए कसा खाजो त्यो के गर्दै अब बसाइसाठी जागा गर्दैछ इबु अब चाहिँ हामी गाडीको चाहिँ सकेर कहाँ आएको अब जू हेर्नु अगाडि चाहिँ जू देख्नुहुँदैछ इभानालाई देख्नै सकेन इभाना यता हेर त ल अब चाहिँ हामी जू घुम्नु गएको है हालैमा चाहिँ इबुले बर्डहरू हेर्दैछ चराहरू दामी दामी अहिले चाहिँ हामी गाडीबाट झरिसक्यौँ है अनि चाहिँ इबुले चराहरूसँग इन्जोय गर्दैछ खोजी पुरै बात मारी है यता हेर्दैउ न हौ इबु हेलो भन्नु न बर्ड देखाइदेऊ न त हामी के हेर्न आएको छु भन्ने त्यसरी गर्छ मङ्की त्यसरी ह्याप्पी हुन्छ यहाँ त ट्रेन पनि आउँदो रहेछ दार्जिलिङको ट्रेन गीत पनि गीत गाए कुन चाहिँ हेर्न सक्नुहुन्छ बङ्गाल सफारीको पार्कहरू है दामी एकदम नेचुरल उयो छ यो चाहिँ माथि काठको रहेछ टक्क माथि चढेर फोटोसोटो खिच्ने माथि हिँड्ने इबुले चाहिँ एकदम यहाँ भिडियो बनाएको छ यो जग्गालाई चाहिँ पुरा मन परायो ब्रिजहरू जस्तो रहेछ काठको है
परतिर बस्ने यहाँ माथिबाट चढ्ने इबु मन पर्यो यो मन पर्यो जग्गा भयो 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 अब यहाँ खेल्नु जाउँ न जाऊ जाऊ आऊ आऊ त्यहाँ चाहिँ सक्छ ल इभानाले 3 what happened after 3 पक्र न त अन्त पक्रेर गर न बाबा देखियौ 1 2 3 4 बारबी तोल अब तोल और आज चाहिँ हामी बेङ्गल सफारीको घुम्नुको लागि आएका छौँ आजको हाम्रो बेङ्गल सफारीको भिडियो चाहिँ यहीँसम्म नै है र पछाडि देख्नुहुन्छ आई लभ बेङ्गल सफारी हामी घुमिसक्यौँ सबै बुढिया पनि यहाँ रेडी छ है भिडियोलाई चाहिँ लास्टमा हेर्नु पर्यो है सबैले है इबु बाई बाई भन्नु बाई बाई हुन्छ सी यू इन नेक्स्ट भिडियो भन्नु See you in the next video.